उहाँको भिजन के अरे भन्दाखेरि एटिपीबाट ऋण ल्याउने अरे हैन। अलि हाँसौँ न, हाँसौँ। एटिपीबाट ऋण ल्याउने अरे। अनि त्यो ऋण लिएको पनि फेरि सबै कुरा विकास गर्ने त हुन्थ्यो पो त होइन, आदिको चाहिँ घर बनाउने अरे क्या। कति हाँस्यो यस्ता फटाहरू होइन। भिजन त के अरे भन्दाखेरि विदेशी ऋण लिने अरे अनि आफ्नो कार्यकर्तालाई तपाईँको कर्मचारी बनाएर तलब खुवाउने अरे। भिजन भन्दा के कस्तो अरे भन्दाखेरि होइन, कर्मचारीलाई तलब खुवाउनका लागि मात्र यो देशबाट लिएको ऋणको ब्याज अब तिर्नु पर्यो, अर्को देशबाट ऋण लिने उसको ब्याज तिर्नु। यस्तो फटा भिजन हुन्छ। अनि त्यस्ता मान्छेहरूलाई हामीले चाहिँ नेता सम्झेर हजुर भनिरहेको हुन्छ। केही छैन यिनीहरूको भिजन, ल केही छैन है। भिजन भनेको के हो भन्ने कुरा त हल्का साम्पालाई सोध्नु है। म यहाँ हेटौडामा 2-4 दिन 1 हप्ता मात्रै बसेँ भने पनि एउटा विकासको मेलो निकालिदिनु, पैसा हुँदैन फेरि। तपाईँको 2 हात देखाउनु त, 2 हात देखाउनु त। यही हो पैसा, यही हो पैसा है, यही हो पैसा।